यता दाइ डल्ला भाइ त म चाहिँ कपडा सुकाएको थिएँ कपडा लिन आएको टक्क लगाएर होइन मजा आउँछ हान्न टिना फ्लाम नन छाट्ने भन्छ यहाँ 1 मिलियनको मलाई फेरि च्यालेन्ज दिँदैछ 1 मिलियन हान्ने एकछिन 1 मिलियन भइदियो अब मेरो खुट्टाको अलिकति नली काटेर बनाएर उ जति बनेर ब्रसै गरेन मान्छे म प्लान गर्छु पक्रिनु ल गाङन म चाहिँ उठ्छ होइन साला अनि त चाहिँ ग्याङ होइन अनि खाना खाँदै ल्याम्मा 10-11 बजी नि उठाइ हुन्छ होइन हाम्रो चाहिँ अनि त ल्याम्मा हान्दैछ नि यतै सर के छ हेलो अनि त्यही हो फ्याम होइन अनि हामी चाहिँ टक्क लगाएर उठिसकेको छौँ अब चाहिँ टक्क फ्रेस हुनुपर्ने हुन्छ अनि फ्याम होइन हामी चाहिँ फ्रेस भएर पनि हिँडिसकेको होइन फ्रेस त के भन्नु ब्रसै गरेन मान्छे अब रुम गएर ब्रस गर्ने हो क्या यो दाइको रुममा दाइको रुममा आएको थियौँ अब आफ्नो रुममा जाँदैछौँ त्यही हो फ्याम हामी चाहिँ टक्क लगाएर हिँड्दैछौँ ट्याक लगाएर यता हुन्छ दाइ होइन ट्याक लगाएर यता केटाहरू कस्तो अनि त्यही फ्याम होइन माया गर्दै गर्नु है सपोर्ट गर्दै गर्नु यस्तो ब्लग फेरि पनि निक्लिने छ फेरि त्यो फेरि धेरै नाटक होइन हानिदिन्छु फेरि म त खत्रै पो क्या तसमा लाग्दा मलाई टुल्लु बेबी नै दिएन म धेरै अग्लो भइदिएँ अब मेरो खुट्टाको अलिकति नली काटेर बनाएर उ जति बनेर के उ जति बने अब यता हुँदैन डल्लो छ आउँदै हुन्छ हाम्रो अङ्कल टक्क लगाएर टिना फ्लाम नन छाट्ने भन्छ त्यही हो सबैजना आउँदै हुनुहुन्छ अनि त्यही हो हामी जाँदैछौँ अब रुम अलिकति टाढा छ क्या 2-3 मिनट लाग्छ रुम पुग्न होइन के थिएँ त घुमेर जाँदैछौँ फेरि हामी क्या म त फेरि डन हो के त यता फेरि फोनमा छु सिम्पल हो ड्युटी जोइन ड्युटी जोइन यता के जोइन छ यो ड्रिपी फेरि हो म त ड्रिपी हो त्यो म चाहिँ हामी चाहिँ ट्याक्क लगाएर रुम पुगिसक्यो रुम पुग्न आइसक्यौँ होइन टक्क सिडी अनि यहाँ जाँदैछ हाम्रो साथी होइन मिस्टर भण्डारी सर हिँड्छ साथी गुड मर्निङ होइन त्यही हो यतिखेर ब्रस गर्दैछ नि आसिक गइसक्यो हाम्रो सब्सक्राइबर कति ग्रोथ भइसक्यो भ्युज कति पुगिसक्यो थाहा नि माया गर्नेहरूले गर्दा छ त्यही हो ल साथी ल है त अनि त्यही हो फ्याम हाम्रो रुम चाहिँ यस्तो छ क्या बुझ्नु भएन यो म्याट्रेस हो यहाँ मजा आउँछ हान्न मतलब गफ हान्न अनि यो चाहिँ बेड हो होइन त्यहाँ सुके छ केटाहरू होइन यहाँ यस्तो छ कस्तो मजा आउँछ हेर है ल हेर्दा यस्तो छ यस्तो जीवहरूको हालत होइन अब हामी चाहिँ के हुन्छ भने यो चप्पल त्यहाँ नराख्नु न त यो चाहिँ बेजती भयो क्या अलिकति धनी मनीको मान्छेहरूको मान्छेले चप्पल राख्नु हुँदैन नि त यहाँलाई टक्कै चाहिँ बाहिर खेल्ने हो अझै खानसाना केही पकाएन भाँडादारी यस्तो चाहिँ भाँडा धुने मान्छे यता होला होइन मतलब मै हो मतलब मिलाएर बुझ्नु यत्रो भाँडा छ होइन ठिक छ त्यही हो म माथिदिन्छु मलाई केही फरक पर्दैन किनभने आज यस्तो जाडो चाहिँ तातो पानी रहेछ तातो पानी खानु पर्ने हुन्छ होइन हेर्दा नि यहाँ भाँडा यहाँ म सालाले पिन्छ नि भाँडा हेर्दा भाँडा यस्तो गाह्रो छ म भाँडा माझेर भेट्छु तपाईँहरूलाई मैले चाहिँ भाँडासाँडा पनि धोएर आइसक्यो लोड भयो त्यहाँ भाँडाकुँडा सब क्लिन छ अब त्यसले पकाउने रे भात तरकारी होइन पुरा गेममा छ सरकार 12 बजिसक्यो होइन 12 बजिसक्यो होइन 12:30 बजिसक्यो अनि अहिलेसम्म भात तरकारी पकाइसक्यो यस्तो छ अब भात तरकारी पकाएर खाएर अनि त्यसपछि के गर्ने हो कि भनेको यहाँ 1 मिलियनको मलाई फेरि च्यालेन्ज दिँदैछ 1 मिलियन हान्ने एकछिन 1 मिलियन आऊ अनि हामी चाहिँ होइन टक्क लगाएर खानासाना खाएर अहिले कति बज्यो 2:30-3 बजिसकेको छ अब चाहिँ हामी चाहिँ एकछिन पल्टिने क्या खाना खाएपछि लास्ट अल्छी लाग्दै यहाँ सुतिसक्यो एउटा चाहिँ होइन बाख्रे डन सुतिसक्यो कलमा छ एउटा होइन कलमा छ टक्क लगाएर होइन अनि म चाहिँ टक्क लगाएर अब सुत्दिनु पऱ्यो है ए गाइज म चाहिँ उठिसकेँ होइन अनि यहाँ साथी छ साथी यसो मोबाइल सोबाइल यता त हान्दैछ चलाउँदैछ होइन अनि यहाँ चाहिँ एकजना सुतिरहेको कि होइन यो साथी सुतिरहेको यसलाई चाहिँ प्र्याङ्क गर्छु भन्ने प्र्याङ्क गर्नु लाग्यो होइन सुन्नु कि
साथी गुनु अनि साथी 5 बजे मेरो साथी भाइ साइको भयो यसो प्याक हान्दै यहाँ साथी होइन टक्क लाग्यो खान्छ साला यसलाई पिट्नुपर्छ क्या अनि त्यही गाई छैन त्यही हो हामी चाहिँ उठिसक्यौँ करिब 5 बजिसकेको छ होइन अनि हामी चाहिँ टक्क लगाएर उठिसक्यौँ यता यस्तो छ होइन टक्क लगाएर अनि त्यही हो फ्यामिली अब कहाँ जाने हो यसो अल्छी लागेको छ टक्क फ्रेस हुनु पऱ्यो होइन गुड मर्निङ साथी मर्निङ कहाँ जाने सदन खोज्न सदन होटेल अब गाई जान्छ होइन टक्क एकछिन अब यस्तै साथीको होटेल जान्छ कि पैसा लिन्छ अनि पैसा लिएर अनि त्यो के हुन्छ तपाईँहरूलाई भनिहाल्छु जस हामी त्यहाँ नजिकै यहाँबाट 2 दिन टाढा जानु यसलाई एउटा प्राइक भयो कि हो साथी नरिस होला गाई झन् हामी चाहिँ होटेल जाने भन्थ्यौँ नि त अनि म चाहिँ कपडा सुकाएको थिएँ कपडा लिन आएको टक्क लगाएर होइन कपडा लिन्छु जान्छु भनेको चिसो लाग्यो यार अब प्लान चेन्ज साँझ भइसक्यो नि त साँझ पर्ने बेला भइसक्यो अनि कपडा चाहिँ अब यति छोड्नुपर्ने हुन्छ अब अरू कपडा लगाएर जान्छु म चाहिँ होइन अब कपडा लाउने अनि जाने त्यही हो अब यहाँ केही छैन अरू अझ कपडा लाने जान्छ के अन्त अब एप्स फेरि खप्दैन मुख धुनुपर्ने हुन्छ कपडा सपडा लगाइसक्यो होइन मुख सुख धुने पानी फ्रेस हुने जाने होटेल जानुपर्ने चाहिँ टक्क लगाएर होइन हामी चाहिँ निक्लिसक्यौँ 2 जना होइन कपडा सपडा लगाएर फ्रेस भएर निक्लिसक्यो अब हामी चाहिँ पैसा लिन जानु लाग्यो त्यहाँनिर पैसा लिन ठाउँ त्यो त भण्डारी छ होइन पैसा लिएर त्यो चाहिँ आज बौद्ध जाने प्लान थियो त्यो स्पोइल हो अब भोलि जाने बौद्ध होइन भोलि बौद्ध जाने अब पैसा लिने आज चाहिँ अनि बौद्ध गएर अब हेरौँ के हुन्छ अहिले चाहिँ दाइसँग ज्याकेट पनि लिन्छु अनि त्यसपछि चाहिँ बौद्ध जाने प्लान गरौँला होइन त जिगल ग्याङ हो अनि त्यहाँ अब कति को छ यार भर्खर छुट्टी भएर चाहिँ मलाई कन्फिडेन्स छैन क्या एकदम लाज मान्छेहरूले यस्तो हेर्छ मलाई थाहा छ मलाई थाहा हुन्छ नि त मान्छेहरू साथी सबै थाहा हुन्छ नि त अब केटीले हेऱ्यो भने त फेरि लाज लाग्छ क्या केटाले हेऱ्यो भने त खासै के हुन्न होइन त्यही हो हामी चाहिँ आइसकेछौँ भण्डारी सेकुवा होइन यही होटेल हो टक्क रुट कटिङ गर्दैछौँ मार्ने हो कि हामीले गाडीले टक्क यही होटेल हो टक्क द्वार पार गरिसक्यौँ हामीले गइसक्यौँ अब यहाँ को हुनुहुन्छ हेर्नुपर्छ धेरै मान्छे हुनुहुन्छ दाइ आज हो दाइ डल्ला भाइ खै ज्याकेट चेन्ज यस्तो ज्याकेट चेन्ज किन हो ज्याकेट चेन्ज ज्याकेट दाइले लिएर गयो दाइले लिएर कुन दाइ बस्नु दाइ यस्तो अब फेरि कहाँ गएर बस्नु दाइ साथी अब के गर्छु त साथी यस्तै रहेछ जिन्दगी साथी अब के गर्छु साथी भन तिमी साथी उसको चाहिँ पैसा लिन्छ पैसा पाएन टुवा भइरहेको छ त्यस्तो ज्याकेट नदियो त भएन एकदम खत्तम हेर नि कस्तो अनि तपाईँ त जब होटेलमा त होटेलमा त के हुन्छ होटेलमा यसरी बस्नु त्यो त हावा इधर छ तपाईँहरूको होटेल चाहिँ होइन भण्डारी सेकुवा सिनामङ्गल आउनु होला एकचोटि भिजिट गरिदिनु होला सबैजनाले सिनामङ्गल को हुनुहुन्छ एकदम राम्रो जाउँ अब होइन के आज पशुपति घुम्छौँ नि त अब ज्याकेट नि पाएन पैसा नि पाएन अब फर्क्यौँ भोलि दिने पैसा ज्याकेट पनि भोलि लिने त्यही हो अब फर्किसक्यौँ हामी चाहिँ अब के अन्त अब आज पशुपति घुम्न जाने भनेको अब कन्टेन्ट भिडियो पनि लङ भयो प्लस अब जाने पनि मुड भएन क्या त्यही हो अब के अन्त प्लस भुटबटै भएको भए त अहिले त यार घरमै सुताइ उठाइ कता के भोमा कन्टेन्ट पनि भएन म त छक्कै बसेर आज त त्यही हो माया गर्दै गर्नु अब जे होस् सबैजनालाई धन्यवाद एक दिनमा 280 के अरे सब्सक्राइबर्स गेन गरिदिनु भयो एकदम धन्यवाद त्यसको लागि एकदम माया छ है
त्यही हो। अनि के भन्न चाहन्छु सर? नमस्ते, मेरो नाम सोजनाथ। हाम्रो युनिक सरको च्यानलमा चाहिँ सब्सक्राइब गर्नुपर्छ सबले। ट्याप बेल आइकन दबाई सबै गर्नु पऱ्यो आइकन। ए हो के अन्त हो जोस्। अब हामी चाहिँ एकदम दुःख मनले आइदिउँ होइन। भिडियो चाहिँ धेरै लङ भइसकेको छ होइन। अनि आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर लभिङ, किप सपोर्टिङ गाइज। बाई बाई।